वाल्मीकिको आग्रह सुनेर त्रिलोकको ज्ञान राख्ने महर्षि नारदले सुन भन्दै अत्यन्त प्रसन्न भएर यी वचनहरू व्यक्त गरे। म तपाईले वर्णन गर्नुभएका दुर्लभ र बहुविध सद्गुणहरूले युक्त त्यस्तो वीर पुरुषको बारेमा विचार गरेर अवश्य बताउनेछु। इक्ष्वाकु वंशमा जन्मिएका राम नामक एक पुरुष छन्। उनी मनलाई पूर्ण रूपमा नियन्त्रण गर्ने अत्यन्त पराक्रमी, तेजस्वी र दृढ संकल्प भएका छन्। उनी बुद्धिमान, विवेकशील, वाक्पटु, यशस्वी तथा शत्रुहरूलाई नाश गर्ने व्यक्ति हुन्। उनका काँधहरू फराकिला छन्, बाहुहरू बलिया छन्, घाँटी शङ्ख आकारको छ र गुणजत्रु छन्। उनी विशाल छाती, शक्तिशाली धनुष र गुणजत्रु भएका शत्रुहरूलाई वशमा पार्न सक्ने सामर्थ्य भएका छन्। उनका असाधारण रूपमा लामा बाहुहरू घुँडासम्मै पुग्छन्। उनको शिर, निधार र चाल अत्यन्त सुन्दर छन्। उनी न धेरै अग्ला न धेरै होचा, मध्यम कदका, सुगठित अङ्गहरू भएका, चम्किलो वर्णका, बलवान, गोलाकार छाती भएका र ठूला आँखा भएका छन्। उनी तेजले भरिएका र शरीरमा शुभ चिन्हहरू भएका छन्। उनी धर्मको रहस्य जान्दछन्, सत्यवादी छन् र प्रजाको हितमा तत्पर रहन्छन्। उनी विख्यात, ज्ञानले पूर्ण, व्यवहारमा शुद्ध, आत्मसंयमी र एकाग्र मन भएका छन्। उनी ब्रह्मा समान सृष्टिको पालनकर्ता, ऐश्वर्यशाली, शत्रुको संहारक, जीवहरूको संरक्षक र धर्मका दृढ रक्षक हुन्। उनी आफ्नो सदाचारका समर्थक र आफ्ना मानिसहरूको रक्षा गर्नेवाला हुन्। उनी वेद र व्याकरण आदि 6वटा सहायक शास्त्रहरूको सत्यता जान्ने तथा धनुर्विद्यामा पारङ्गत हुन्। उनी सबै शास्त्रको वास्तविक अर्थ बुझ्ने तीक्ष्ण स्मरण शक्ति र तीव्र बुद्धिका धनी छन्। उनी सबै लोकमा प्रिय, पवित्र, उच्च विचार भएका र चतुर छन्। नदीहरूले सागरलाई खोजे जस्तै धर्मीहरूले सधैँ उनलाई खोज्छन्। उनी उदार छन्, सबैप्रति समान व्यवहार गर्छन् र सधैँ प्रसन्न मुद्रामा रहन्छन्। उनी सबै उत्कृष्टताले सम्पन्न र आफ्नी माता कौशल्याको आनन्द बढाउँछन्। गहिलाइमा उनी समुद्रसँग प्रतिस्पर्धा गर्छन् र दृढताको मामिलामा हिमालयसँग तुलना हुन्छन्। उनी पराक्रममा भगवान विष्णुको प्रतिरूप र रूपमा चन्द्रमा झै मनमोहक छन्। क्रोधमा उनी प्रलयकालको विनाशकारी अग्नि सरह देखिन्छन् भने सहनशीलतामा माता पृथ्वीको प्रतिरूप हुन्। उनी दानशीलतामा कुबेरसँग मिल्छन् र सत्यतामा धर्मका देवता जस्तै छन्। यी सबै गुणहरूले सुसज्जित, कहिल्यै असफल नहुने पराक्रम भएका 4 छोराहरूमध्ये उमेरमा जेठो, उच्चतम सद्गुणहरूले युक्त र प्रजाको हितमा समर्पित आफ्ना प्रिय पुत्र श्रीरामलाई राजा दशरथले जनतालाई खुसी पार्ने उद्देश्यले युवराजको पदमा नियुक्त गर्न खोजेका थिए।